फाइनली म रुममा आइपुगेँ, भर्खरै आइपुगेँ। यस्तरी बसिरहेको छु रुममा आएर पनि। अनि आज चाहिँ अलिकति गाह्रो पनि भएको थियो, टाउको पनि दुखिरहेको थियो। अनि प्लस त्यो बसमा आउँदाखेरि पनि अलिकति गाह्रो भएको थियो कि धेरै मान्छे भएर। अनि बेलुका त जहिले त्यस्तै हुन्छ, कहिलेका चाहिँ सिटमा बस्न पाइन्थ्यो तर कहिले चाहिँ बस्न पाइँदैन थियो। आज पनि बस्न पाएन। अनि आज पनि धेरै मान्छेहरू भएको कारणले चाहिँ उभिएर आएको थियो, तर कस्तो चिपाचिप भयो कि ठुलाठुल भयो नि त। धेरै मान्छे भइसकेपछि त गाह्रो हुन्छ। अनि बल्ल 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 निस्केर चाहिँ म रुममा आइपुगेँ। हेलो। अनि मेरो त्यो फर्स्ट स्टेपको भिडियो चाहिँ साथीले डिलिट गरिदिइसक्नु भएको छ। अनि मेरो चाहिँ फोनको क्यामेराले कामै गर्दैनन् के। अनि मेरो फोन यस्तो राम्रो छ कि के गर्नु र, खै तातो भयो भने मात्र क्यामेरा चल्छ, नभए क्यामेरा चल्दैन थियो। अनि आज साथीकोबाट गरेको थियो, अनि साथीले डिलिट गरिसक्नु भएकै छ, तर पनि केही पनि छैन। फेरि जान त पाउँदैन होला, त्यही पनि यसो यादको लागि मात्र हो क्या। ओके बाई। हेलो प्रतिभा। हेलो हेलो। हेलो। मैले युट्युबमा चाहिँ हेलो। किन टाउको समाउनु भएको तपाईँले? किन टाउको समाउनु भएको? चक्कर आइरहेछ। वेलकम टु लमुस भ्लग। लमुस दाइ अनि आज थप्नु परेन लमुसको भ्लगलाई, त्यही भएर लमुस भ्लग। बाई बाई। गरेर फेरि सेकेन्डमा आइपुगेछौँ साथी। हाई हालिदिउँ युट्युबमा, फरक पर्दैन। अहिले रमाइलो ठाउँ हामीले देखाउने नै छौँ। बाई बाई। बाटोहरू त बन्दै गर्छन्। कति भ्युजहरू अब स्टार्ट हुन लाग्यो। त्यसपछि हामी टिकट काट्छौँ। इधर देखो न गाइस। इधर देखो न गाइस। हेलो। कसको हो यो मोबाइल? चस्मा लगाउने मान्छे। मेरो फोन चल्दैन क्या, त्यही भएर। आज हुँदैछ रमाइलो न, धमाकेदार। रमाउनु न एकजना। यता देखाउनु। भर्खरै हामी हिँड्दैछौँ बोटानिकल गार्डनतिर। अहिले हामी पुगेपछि अझै पनि फेरि पनि भिडियो बनाउनेछौँ, हेर्दै गर्नु। झन् रमाइलोवाला भिडियो आउँदैछ। मान्छे नै रमाइलो, भिडियो पनि रमाइलो हुन्छ। प्रतिभा र लमु मिलेपछि रमाइलो त यतिकै नै भइहाल्छ। अनि यो मान्छे पनि मिल्यो भने रमाइलो भइहाल्छ। के त्यहाँनिर माग्न मान्छे एउटा बुढो मान्छे बस्छ क्या तमारो मान्द्रो। हेलो गाइस, फेरि हामी गार्डन आइसकेका छौँ। अनि हेर्नुहोस्, यहाँ अहिले त्यति फुल त फुलेको छैन, किनभने यो बेमौसम आएको छौँ हामी। किनभने यो प्लान्ट थिएन, हाम्रो प्लान्ट भइदिएको भएपछि हुन्थ्यो होला, तर यो प्लान्ट थिएन। हाम्रो 81को प्लानिङ थियो, त्यही भएर फुल्ने मौसममा चाहिँ आइएन। तर पनि हेर्नु, इट्स ब्युटिफुल, एटलिस्ट इट्स ब्युटिफुल। यस, तर म चाहिँ फर्स्ट टाइम हो। उहाँको फर्स्ट टाइम हो, मेरो चाहिँ थर्ड फोर्थ टाइम नै होला। स्वागतम स्वागतम स्वागतम। फर्स्ट टाइम हो। कुन समयमा पनि आउँछ। त्यहाँ पनि कति धेरै फुल फुल्थ्यो क्या लम्बु। त्यो बिचमा फुल हुन्थ्यो। कहाँ यता हो त? यो केही छैन यहाँ त, हरियो यस्तो मात्रै छ, फुल केही पनि छैन खासै। त्यो बेमौसम हो क्या, त्यही भएर अब त फुल के अरे बोट बिरुवाहरू सुकेर अनि फेरि फुल्ने बेला हो नि त। तर मलाई यो चाहिँ राम्रो लाग्यो कि यो गेटवाला सबै। अनि यहाँ चाहिँ यस्तो छ, अब हिँड्न पनि सकिन्न, के गर्नु। नबाट आउनु पर्ला चाहिँ
मेरो जुत्ताको लेस के भयो थाहा बहिनीको जुत्ताको लेस होइन अनि उनले चाहिँ मेरो जुत्ताको लेस खुस्काएर अनि उता लगाएर जान्छ अनि म चाहिँ के गर्नु यहाँ पनि कस्तो राम्रो गेट बनाएको क्या बाई बाई गाइस फेरि अहिले देखाउँछु फेरि नयाँ बाई 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 गाइस यो चाहिँ हाम्रो लागि खानेकुरा हो सायद भने स्यान्डविच होला बिग गेस है यो गेस मात्रै हो स्यान्डविच हुनसक्छ बच्चा बच्चीहरू छन् यति धेरै यो हाम्रो साथी सङ्गी यहाँ कुर्नु भएछ सबैजना अब हामी माथितिर जान्छौँ साथीहरू सबैजना हाम्रो कोचहरू त्यहाँ हुनुहुन्छ यहाँ हुनुहुन्छ बाँकीका जनताहरू अब हामी यतैतिर बस्छौँ यो हाउसतिर यसलाई भन्छ के हाउस भन्छ अरे यसलाई के हाउस भन्छ यो लमुको भ्लग हो क्या मेरो होइन लमुको खिच्दिनँ हर्नेको भएर खिचिदिएको जसको भ्लग हो त्यो मान्छे चाहिँ अगाडि हुनुहुन्छ हामी सबैजना पछाडि छौँ सामान बोकेर ल्याथ्र्याक पर्दै हिँड्नुभयो सबैजना छनै छन् यहाँ टिकटक भिडियो बनाउँदैछन् अनि तपाईँहरूलाई लाग्यो होला कसले भिडियो बनाएको म मेरो अनुहार देखाउँछु हेर्न सक्नुहुन्छ मैले भिडियो बनाउँदैछु अनि यो हाउसनिर नै बस्छौँ हामी चाहिँ यो हाउसको नाम चाहिँ मलाई दिमागमा थियो याद आएन अहिले त्यही भएर म अहिले भन्छु अहिले पछि भनौँ ल मेरो भिडियो गाइस मैले भनेर दिनुभएको अनि त्यही हो देखाउने नै छौँ अहिलेलाई चाहिँ बिदाई खाजा खाने बेलामा भेट्नु बाई